48 सालको आम निर्वाचन पछिको संसदमा दलितको प्रतिनिधित्व कति थियो? दलितको त्यति बेला कति थियो? 0.48, जम्मा 1 जना। 51 सालमा 0, दलित छँदै थिएन। यहाँ दलित मान्य सदस्यहरू राम्रोसँग चिन्तन मनन गर्नु होला। स्थिति 0। 56 सालको आम निर्वाचनमा त्यहाँ पनि 0, एउटा पनि दलित थिएन। विशेष गरी म नेपाली कांग्रेस एमालेका दलित समुदायका मान्यहरूलाई सोध्न चाहन्छु के त्यतै फर्किने हो? अब हामी तयार हो? तपाईहरू साथीहरूलाई हेक्का रहोस्। 63 सालमा माओवादी अन्तरिम व्यवस्थापिका आएपछि दलितको प्रतिनिधित्व 0बाट सिधै 4.86%मा बढ्यो, 16 जनामा पुग्यो। 64 को पहिलो संविधान सभामा जहाँ माओवादी देशको सबभन्दा ठुलो राजनीतिक दलको रूपमा आयो, त्यति बेला इतिहासमा नै एउटा रिकर्ड बन्यो। अहिलेसम्मकै सबभन्दा धेरै 51 जना दलितहरू संविधान सभामा प्रतिनिधित्व हुन पुग्यो। दोस्रो संविधानमा 6.8%, त्यसपछि 74 सालको प्रतिनिधि सभामा 6%। जनसङ्ख्याको करिब 13% हिस्सा ओगट्ने दलितले प्रतिनिधि सभामा जम्मा 5.8% हिस्सा पाउँदा पनि पोलेको छ। तपाईहरुलाई दलितको जनसङ्ख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गरौं, 13% दिउँ दलितलाई। के तपाईहरु तयार हुनुहुन्छ?